महावीर पुन। मैले यो नाम भन्दाखेरि प्राय नचिन्ने व्यक्ति कमै हुनुहुन्छ होला। महावीर पुन एउटा चर्चित व्यक्ति हुनुहुन्छ। उहाँलाई चाहिँ हामीले साइन्टिस्ट भनेर चिन्छौँ। यो प्रतिनिधि सभा सदस्यको उहाँ चाहिँ संसद हुनुहुन्छ। यहाँ राजनीतिमा आउनुभन्दा अगाडि उहाँको योगदान भनेको राष्ट्रिय अनुसन्धान केन्द्रको उहाँ अध्यक्ष हुनुहुन्थ्यो। उहाँले चाहिँ इनोभेसनको फिल्डमा काम गर्दै आउनुभएको थियो। उहाँ अमेरिकाबाट चाहिँ आफ्नो साइन्समा प्रयोग कम्प्लिट गर्नुभएको थियो। आइसकेपछि उहाँले चाहिँ नेपालमै इनोभेसन सेन्टर चलाइराख्नु भएको थियो। राष्ट्रिय अनुसन्धान केन्द्रले चाहिँ नेपाली जनतालाई मतलब नेपाली जनताको समस्या समाधान गर्नका लागि विभिन्न प्रकारका औजार उपकरणहरूको चाहिँ आविष्कार गर्ने काम गर्थ्यो। त्यसपछि जब जेएनजी आन्दोलन हुन्छ त्यसपछि चाहिँ डाक्टर महावीर पुन चाहिँ शिक्षा मन्त्री हुनुहुन्छ र फागुन 21 गते भएको चुनावमा उहाँ चाहिँ म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवारको रूपमा विजयी हुनुहुन्छ र प्रतिनिधि सभा सदस्यमा गएर उहाँले चाहिँ एउटा माग राख्नुहुन्छ। नेपालमा चाहिँ विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय हुनुपर्छ र जसले चाहिँ इनोभेसनको क्षेत्रमा काम गर्छ, जसले गर्दा देशको अर्थतन्त्र सुधार गर्नका लागि महत्त्वपूर्ण भूमिका खेल्छ भनेर उहाँले माग राख्नुहुन्छ। अब यो माग राखिसकेपछि त्यो माग पुरा हुन्छ। नेपालमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय हुन्छ, विकास बन्छ। जब नवप्रवर्तन मन्त्रालय बनिसकेपछि उहाँलाई चाहिँ त्यहाँको मन्त्री बनाइन्छ, माननीय मन्त्री हुनुहुन्छ उहाँ। र उहाँले अर्को माग के राख्नुहुन्छ भने विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा काम गर्ने सम्पूर्ण कर्मचारीहरू नेपालको निजामती क्षेत्रमा आउने र उहाँहरूले चाहिँ त्यही आफ्नो क्षेत्रअनुसार काम गर्ने। उहाँले फिजिक्स, केमिस्ट्री, बायो, म्याथ होइन अन्य साइन्स, मेडिकल साइन्स के क्षेत्रमा रिसर्च गर्ने त्यो क्षेत्रमा चाहिँ रिसर्च गर्ने र उहाँहरूलाई चाहिँ निजामतीमै राख्ने भनेर चाहिँ एउटा अर्को माग पनि राख्नुहुन्छ। उहाँले चाहिँ एकदमै लोकप्रिय सांसद हुनुहुन्छ। राष्ट्रिय सभामा चाहिँ उहाँ बैठक भइरहेको हुन्छ। राष्ट्रिय सभामा चाहिँ उहाँ निधाएको एउटा भिडियो चाहिँ एकजना पत्रकारले खिचेर सामाजिक सञ्जालमा राखिदिनुहुन्छ। सामाजिक सञ्जालमा त्यो फोटो राखिदिइसकेपछि उहाँले भन्नुहुन्छ, सामाजिक सञ्जालमा त्यो फोटो 81 भाइरल हुन्छ। भाइरल भइसकेपछि उहाँले स्पष्टीकरण लेख्दै भन्नुहुन्छ, म राष्ट्रिय सभामा एकचोटि आँखा झिमिक्क गरेको थिएँ। एकजना पत्रकार भाइले त्यही उक्त फोटो सामाजिक सञ्जालमा हालिदिनु भएछ, अहिले भाइरल भइरहेको छ। उहाँ भाइले डलरका लागि हो या मलाई व्यक्तिगत रूपमा बदनाम गर्नका लागि हो फोटो राख्नुभएको त्यो त थाहा भएन। तर खास कुरो के हो भने राष्ट्रिय सभामा चाहिँ 50 जना बस्ने व्यक्तिहरू हुनुहुन्छ र त्यति ठुलो हलमा एसी पनि थिएन र म घामले एक झपक्क निदाएको थिएँ र त्यतिखेर नै एकजना भाइले फोटो खिचेर हालिदिनु भएछ। खासमा त्यो कुरा होइन। म 6 बजे उठेर 7 बजेदेखि राति 11 बजेसम्म मन्त्रालयको काम गर्छु र मन्त्रालयमा सुत्छु। म सुत्ने कोठा पनि सामान्य छ भनेर चाहिँ उहाँले एउटा स्ट्याटस राख्नुहुन्छ। त्यो स्ट्याटस राखेको फेरि भोलिपल्ट उहाँले अर्को स्ट्याटस राख्नुहुन्छ। मेरो त्यो फोटो खिचिदिने भाइलाई धेरै धेरै धन्यवाद छ। मैले त्यो सामाजिक सञ्जालमा राखेको फोटोबाट $136 कमाएँ, जुन चाहिँ मैले अहिलेसम्म सामाजिक सञ्जालमा एकैपल्ट कमाएको पहिलो रकम हो। यति रकम योभन्दा अगाडि मैले चाहिँ यति कमाएको थिइनँ। पहिलोपटक चाहिँ एउटै फोटोबाट मैले यति पैसा कमाउँदैछु। यो फोटो खिच्ने भाइले मलाई सम्पर्क गर्नुहोस्। यो फोटोबाट आएको आधा पैसा म तपाईँलाई दिन्छु र तपाईँलाई केही पनि गर्दिनँ। पक्का हो भाइ, तपाईँलाई पक्का भनेको मैले झुट बोलेको छैन भन्दै अर्को स्ट्याटस पनि लेख्नुहुन्छ। महावीर पुन एउटा यस्तो व्यक्ति हुनुहुन्छ जसले चाहिँ तटस्थ कुरा गर्नुहुन्छ। उहाँले अहिले लेखेको स्ट्याटस चाहिँ एउटा व्यङ्ग्यात्मक शैलीमा छ, तर उहाँ सबैभन्दा ज्येष्ठ उम्मेदवार पनि हुनुहुन्छ। उहाँले प्रतिनिधि सभा सदस्यमा उहाँ सबैभन्दा ज्येष्ठ उम्मेदवार पनि हुनुहुन्छ र माननीय भौतिक पूर्वाधार तथा नवप्रवर्तन मन्त्रालयको मन्त्री पनि हुनुहुन्छ। उहाँ पहिला राष्ट्रिय आविष्कार केन्द्र चलाउनुहुन्थ्यो। उहाँ एकदमै विज्ञ व्यक्ति हुनुहुन्छ। उहाँ प्राय चियो चर्चामा आइराख्नुहुन्छ। प्राय उहाँको सरल जीवन, एकदमै सरल मान्छे, खाना खानेदेखि लगेर लगाउने पहिरनदेखि लगेर सम्पूर्ण मान्छेलाई गर्ने व्यवहारदेखि लगेर उहाँको सबै कुराहरू एकदमै सामान्य छ र उहाँले अर्को व्यङ्ग्यात्मक शैली पनि गर्नुभएको छ। सबैले जतिसक्दो लाइक, कमेन्ट र सब्सक्राइब गर्नुहोस्, सेयर गर्नुहोस्। कम्तीमा दाल भात खाने, तरकारी खाने पैसा त आउँछ पनि भन्नुभएको छ। खासमा भन्नुपर्दा तपाईँहरू चाहिँ महावीर पुनको पक्कै पनि राम्रो व्यक्ति हुनुहुन्छ होला, महावीर पुनलाई चाहिँ राम्रो व्यक्ति मान्नुहुन्छ होला। त्यही कमेन्टमा, त्यही स्ट्याटसको कमेन्टमा तल चाहिँ सुतुवा मन्त्री, काम नलाग्ने मन्त्री, काम नगर्ने मन्त्री भनेर कति प्रकारका नकारात्मक कमेन्टहरू पनि देखेका छन्। वास्तवमा त्यो होइन भनेर चाहिँ उहाँले स्पष्टीकरण दिनुभएको छ। तपाईँलाई चाहिँ महावीर पुन कस्तो लाग्छ? कृपया यस्तै प्रकारका जानकारीमूलक भिडियो हेर्नका लागि हाम्रो डिपकास्ट च्यानललाई सब्सक्राइब गर्नुहोस्।